गार्ड हैन हामी चाहिँ रेडी भएर नि अहिले चाहिँ यो बस लाग्ने ठाउँमा आइसक्यौँ अनि यसको चाहिँ सेकेन्ड टाइम हो मेरो चाहिँ फर्स्ट टाइम हो है हाइकिङ ट्रेकिङ तर म एक्साइटेड छु म चाहिँ तर हिँड्न चाहिँ सक्दिनँ होला खोकी पनि लाग्छ तर आई विल डु माई बेस्ट अनि हामी चाहिँ अहिले बगरथाम है हेर्न सक्नुहुन्छ अनि हामी चाहिँ खाजा खाएर यहाँबाट डाइरेक्ट जाने हो पृथ्वीनारायण पेन क्याम्पस हो यहाँ म पहिला ब्याचलर जोइन भएको थिएँ तर आउनु चाहिँ आएन के हामी जब गएको यता हेर्दै अमिसाले हेर्दै हाई गर्दै अनि दिदीले हेर्दै जेसी दाइले हेरिदिनु ड्राइभर दाइ भन्नु हुँदा आकाश दाइलाई अहिले मम्मीले हेरेर भ्लग दिएर आइ कस्तो बसेको गर्नु ट्रेकिङ गाइड दाइहरू दुईटा दाइहरू दुईटा दाइ अनि हाम्रो आफ्नै लट्ठी छ अरे स्प्रिङवाला यो चाहिँ हामी जाने बाटो है ऊ त्यहाँ चाहिँ मनिषा भ्लगर अमिषा बहिनी यहाँ चाहिँ आकाश दाई अनि उता माथि जेसिक दाई हुनुहुन्छ अनि हामी चाहिँ यो बाटो जाने हो खै मन देखाउँछु म बल्ल स्टार्ट भयो हाम्रो है यसै करके दिखाउन पऱ्यो तैँले मेरो कपी गर्छ यस्तो पुरै अब बाटोमा यस्तो यस्तो छ अरे माथि बहिनी यता मेरो भाइहरू सबै भाइ बहिनी हिँड्दै गर आधा साथी अगाडि गइसक्यो दुईटा चाहिँ यहाँ पछाडि जाउँ अनि उहाँ सेतो चाहिँ उहाँ सेतो त्यो देखेको चाहिँ हिउँ हो अघिल्लो बिहान अझै धेरै थियो होला है सेतै गऱ्यो हामी यो बाटो जाँदैछौँ बाटो ओह्रालो भयो नि गाह्रो उकालो भयो नि गाह्रो हामी त यहाँ लालीगुराँस गेस्ट हाउसमा खाना खान लाग्यो अहिले धेरै बजिसक्यो हामीले खानै खाएको थिएनौँ अनि अहिले हामी चाहिँ यताबाट आएको अब यहाँ खाना खाने अनि त्यसपछि यताबाट जाने अझै बाँकी छ अन्त माथिको भ्यू नि देखाइदिन्छ अनि यहाँदै खाने यो चाहिँ धारा है हात धोकर खाना परेगा अनि यो चाहिँ हाम्रो फिलिङ ह्याप्पी यो चाहिँ हाम्रो खाना है कति बज्यो अरे अहिले दिदी यसरी नगरौँ न यसरी नै गरौँ 4:30 हामीले अब यहाँ खाना खान लाग्यो है अनि यहाँ चाहिँ म हेर्न सक्नुहुन्छ हामी त यहाँ पनि आइसकेको छौँ यस्तो रात परिसक्यो स्याहार हेरेर गर्दै हिँड्न सकेँ होइन त्यही हिँडेको झ्याउला त झ्याउला तर नि भाइ दाबु दाम दाइ यता चाहिँ यस्तो उज्यालो रहेछ
मुलाको दाल कति दियो है हामी त नहिँडेर नि रे बाबु गाडीमा त हिँड्नु है अनि यता चाहिँ पुरै जङ्गलको बाटो हामी चाहिँ यहाँ आइसकेको छौँ त्यस्तै हुन्छ क्या मलाई यहाँ चाहिँ चिसोले नि हो हाई एल्टिट्युड नि हो सायद चिसोमा कि भित्रसम्म तातो गराउँदा नि त रक्सीले सक्छ यो चाहिँ हाम्रो सुत्ने रुम है अनि यहाँ चाहिँ केटी मात्र यहाँ दिदी म यहाँ हमेसा बोइजको चाहिँ उता छ यो चाहिँ हाम्रो हामी चाहिँ अहिले बिहानको 4:30 बज्दैछ 5 बज्यो होला हामी चाहिँ त अनि यहाँ चाहिँ टिकट काट्न पर्ने रहेछ यहाँबाट चाहिँ पुन हिल स्टार्टिङ फाइनली अन द डेस्टिनेसन एउटा साथी चाहिँ अति छिटो हिँड्ने थियो भाइ मेरो बाबु हिँड्न सकेन कस्तो भयो अब आउने कि नआउने नआउने अरे सर्को साथी तर फेरि हिमाल त अक्खा देखेको छ नि यस्तो दामी फाइनली हामी चाहिँ यहाँ पुनबिलको टावरमा पुगिसकेका छौँ अघिसम्म बोल्न सकेको थिइनँ हामी हाई होटेल हेलो यो चाहिँ पछाडिको भ्यू हेलो दाई हेलो दाई दाईले हेलो नि नभन्नु छ्याब यता चाहिँ यस्तो राम्रो भ्यू छ अनि यहाँ माथि नै छ यो चाहिँ अगाडिको भ्यू हो अनि यो चाहिँ पछाडिको भ्यू हो हामी चाहिँ यहाँ कति घन्टा हजार ट्रेस्टी चढेर आयो होला अघिसँग चाहिँ म बोल्न सकेको थिइनँ यहाँ हेर्न सक्नुहुन्छ अब हामी फोटो खिचेर छिटो छिटो जान्छौँ हामी दुइटा के अझै सनराइज भयो हाम्रो साथीहरू कता कता गयो हामी जाम ओके हामी चाहिँ सनराइज पनि हेऱ्यौँ हिमाल पनि हेऱ्यौँ उहाँबाट अझै सनराइज हुँदैछ तर मेरो बहिनी अनि अर्को साथी त गइसक्यो आज हामी गान्द्रुक जाने भनेर ढिलो हुन्छ भनेर गइसक्यो सो हामी पनि फर्कँदैछौँ जति सक्दो छिटो फर्किनेछौँ अनि गान्द्रुक खाजासाजा खाएर गान्द्रुकको लागि निस्किनेछौँ त्यहाँबाट कस्तो दामी रहेछ यता हिमालको भ्यू यता हाम्रो अमिसा बहिनी यता हाम्रो जेसिक भाइ लेट्स गो यताको जङ्गलहरू पनि राम्रो देखिरहेको छ हाम्रो तातो पानी ब्ल्याक टी हाम्रो खास
देखेको चाहिँ छैन। यहाँ नजिकैदेखि लिएर उहाँ माथिसम्म सबै गुराँस फुलेको छ। पिङ्क गुराँस रहेछ, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ हिँड्दैछौँ। यो पछाडिको चाहिँ मेरो है। अनि यहाँ चाहिँ मुखैमा रहेछ ब्युटिफुल लाली गुराँस। अब हामी टाढा पानी गएर खाना खाने भनेको यता त टावरै चलेको छैन। अघिसम्म त हिँडेर उकालो थो ओह्रालो थो अनि बनाउनै भ्याएको थिइनँ, सकेकै थिइनँ बोल्नलाई, त्यही भएर नबनाएको। हावा टाइट भएको थियो। हामी चाहिँ उहाँ त खाजा खाएर मात्र आएको। भगवान्, यहाँ झक्कमक्कै फुल्यो। मम्मीलाई देखाउन पर्छ क्या। अनि यता माथि छ मलाई खोकी लाग्यो। बोल्न नि सके होइन। अब यो बाटो जाने हो गाइस। हिँड्दा घोडा पनि भेट्यो, तर यो यिनीहरू के पालेको वाला हो कि छोडेको होला। उहाँ तल सेतो हो के हिउँ हो कि के हो? तिन हो। हेलो, गुड मर्निङ एभ्रिवान। अनि हामी चाहिँ हिजो बिहान म त थाकेको थिएँ है, त्यही भएर भ्लग बनाउन सकेको थिइनँ। हामी हिजो पनि त्यस्तै 6-7 घन्टा नै हिँड्यौँ। बिहान हामी उठेर पुनिल गएको थियौँ, त्यसपछि खाजा खाएर डाइरेक्ट टाढा पानी आएर हिँड्दै त्यसपछि टाढा पानीबाट फेरि घामधुप झरेको। यहाँ घामधुप आउँदाखेरि रातिको 7 बजेको छ, त्यही भएर हामीले चाहिँ केही भिडियो बनाउन पाएनौँ। अहिले चाहिँ बिहान भइसकेको छ, हामी उठिसकेको छौँ। यहाँ चाहिँ हाम्रो यो एकाउन्टको ब्लगर, अनि यहाँ चाहिँ हाम्रो साथी छ। तर कस्तो साइज छ कि ब्लर आयो चाहिँ। बिहान भइसक्यो। अब हामी हातमुख धोएर हामी आज गुरुङ ड्रेस लगाउने हो। अलिअलि क्लिप त बनाएको कि त्यो क्लिपहरू दिदीले हाल्छ। अब पुरै चाहिँ बनाउन सकिनँ, किन भन्दा म हिँड्न सकिनँ। यहाँ चाहिँ मर्निङ सनसाइन भइसकेको छ। अनि हामी चाहिँ अब ब्रस गर्नु अहिले पछि ड्रेस लगाएर हामी फोटो खिच्ने। यहाँ त्यसपछि चाहिँ हामी बसमा हुन्छ कि जिपमा हुन्छ घर जाने हो। हामी चाहिँ खाजा खान लाग्यो। यहाँ चाहिँ खाजा अनि यो चाहिँ यहाँ पछाडिको भ्यू हो। आज चाहिँ एकदम मौसम एकदम गुड छ, क्लियर छ। यो चाहिँ हाम्रो तिमीलाई मन परेको होटल, तर त्यो एक्सपिरियन्स छ होला। अनि आज चाहिँ एकदम क्लियर छ, भ्यू देख्न सक्नुहुन्छ तपाईँले। मैले चाहिँ अघि नै यताबाट देखिसकेको। अब चाहिँ हामी खाजा खाने अनि खाजा खाएर ओके, नो वरिज। अनि हाम्रो चाहिँ खाजा आइसकेको छ, हेर्न सक्नुहुन्छ। खाइदेऊ, मोटाइदेऊ, हो यस्तो बढी कि हिजोको रोटी र आजको रोटी एउटै हो। धन्यवाद दाइ। अब चाहिँ हामी खाजा खाएर अनि कल्चरल ड्रेस लगाएको चाहिँ म भिडियो बनाउँछु है। बाई बाई, किप वाचिङ। ल फाइनली अब हामी चाहिँ कपडा लगाउँछौँ गुरुङ ड्रेस। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ टिकटकहरू बनाउन लागेको छ, ट्रान्जिसन भिडियो। अनि म तपाईँहरूलाई यस्तो गरेर अनि म ट्रान्जिसनमा आउँछु है। हेर्न सक्नुहुन्छ मेरो कपडा भयो है। यो चाहिँ हाम्रो चेन्जिङ रुम हो। अनि कपाल जस्तो
देखिसकेँ अनि म चाहिँ म बाहिर देखाउन जान चाहन्छु मेरो दिदीहरू त्यहाँ ओ भगवान् म त मोटी न मोटी देख्छु त अनि यहाँ चाहिँ सबसे मोटी म हेर्नु मलाई म नाच्छु बगैँचाको फुल सारा चुडाएर लग तिम्रै मायाले त हुन्छ ढकमक